चाहिँ पछि पछि यो बुढो चाहिँ अघि अघि कुद्नु भएको छ बुढो रोक्नु न यो चाहिँ रहेको छ बिकोबेको टावर हल्का हल्का काम लागिरहेको रहेको छ बिकोबेको नजारा टावरको नजिक आइसक्यौँ हामी यो चाहिँ के को रुख हो के को रुख हो यो ओह वहाँ चाहिँ प्लेन उडिरहेको छ प्लेन उडेको देख्दाखेरि चाहिँ आफूलाई पनि कहिले घर जानु जस्तो हुन्छ भनौँ भने भर्खर 1 महिना पनि भएको छैन घर गएर आएको हामी अब डुङ्गा चढ्न आएको अनि डुङ्गा चढ्न जानेछौँ म चाहिँ कतिचोटि आइसकेँ गाइजहरू मेरो बुढो चाहिँ आज फर्स्ट टाइम आउनुभएको है डुङ्गा चढ्नलाई होइन कि हिँड्दै जाने हो उतातिर यताबाट अगाडि चाहिँ हो अहिले एकछिनमा हामी चाहिँ त्यो डुङ्गामा चढेर सरर जान्छौँ यही डुङ्गा होला हौ उयो कति रे हेलो गाइस फाइनली हामीले चाहिँ यो डुगाको टिकट लियौँ अब चाहिँ हामी चाहिँ अब भित्र छिर्दैछौँ यहाँ चाहिँ यस्तो रहेको छ आएर माथि जामै हामी चाहिँ डुङ्गामा चढिसक्यौँ यता हेर्नु अब चाहिँ रमाइलो हुनेवाला छ यस्तो रहेको छ यताउता देख्नु आज घाम लाग्यो भए झन् कस्तो राम्रो हुन्छ है म त पहिला पनि कतिचोटि चढिसकेँ त्यही भएर नो एक्साइटमेन्ट त्यही भएर खासै आउन नखोजे हो कि त्यो 0 देखाएर